ल हाम्रो भाउजूले चाहिँ यो उसलाई म्याडम आउनु शुभ आशीर्वाद दिनुहुन्छ अनि खोइ त भाउजू देखाउनु मिल्छ नि है एउटा भ्लग निकाल्नु न तपाईँको चाहिँ के छ भने विचार शब्द म चाहिँ यसो नफर्किने भनेको ग्लास पचाएर फर्किनु पर्यो लु है म चाहिँ अब लागेँ परदेश अनि यहाँ चाहिँ अब यो के हो बुटलक दही अरे अनि चिनीले चिनी मिठो बनाउने के मिठो अब चाहिँ म त्यसो गरौँ न त्यहाँ चोकसम्म पुऱ्याउँ न त्यहाँ गाडी उयो छ मेरो लगेज चाहिँ यो चोकसम्म उडाउँदै त लानु होइन बोकेर कि पछाडि 25 केजी छ दादा धेर छ धेर छ है मन नपर्ने ठाउँ मन नपर्ने बाटो अरू विदेश जानु रहर गर्नेलाई चाहिँ मन नपर्नु पर्ने फेरि यो ठाउँ होइन होइन यो चाहिँ अघि यता भित्रबाट छिराएर यो रिङ रोड कुद्ने गाडीहरू क्या हेरजाम भएर यताबाट छिराएको क्या हेर्नु लोकल बसहरू पनि छ नि त यो धेरजाम हुँदाखेरि यताबाट घुमेर आइज भन्दो रहेछ क्या घुमाइदिएको अनि सबै हेर्नु लोकल गाडी आइपुग्यो है आइपुग्यो म किन रिसाउनु रातो हुनुभयो त तपाईँ रिसाएर यसको सुयो अलिअलि पुछेन पनि छ हौ यस्तो मैले किन कसलाई देखाउनु ल मलाई सजिलो भएको त हस् दाइ धन्यवाद पैसा देऊ त ए कस्तो बिर्सेको छ यो समाउनु त समाउनु मम्मीले कल गरे तपाईँलाई कल गर्नु यसले खिच्दै छ छैन शान्ता मेरो चाहिँ अब यो मेरो माला आइडेन्टिटी कार्ड लाउनु पर्यो होइन टोपी पनि बाँकी छ टोपी लाउनु पर्यो यो भिडमा म पनि सामेल भएँ इन्टरनेसनल एयरपोर्टमा अब त्यही त के भनौँ केही छैन भन्ने कुरो जाँदैछु ये नहीं है राम मैंने फोटो ली ला कसरी माथि राख्ने के
हेलो हेलो अब चाहिँ म यो यत्रो यो मान्छेहरूको भिडमा म पनि सामेल भएँ अब के भन्नु परदेश लागिँदैछ जाँदैछु अब मेरो 3 बजेको फ्लाइट हो 12 बजिसक्यो अब 2 घन्टा जस्तो के भन्दैन म स्पेसलिस्ट छु हैन हेलो हेलो एभ्रीवान म चाहिँ नवल बाङ राईको दिदी कस्तो बोल्ने चाहिँ यो चाहिँ अगाडिको चाहिँ मेरो भाइ नवल बाङ राई ठुलो भाइ ल हाम्रो भाउजूले चाहिँ यो उनलाई म्याडम आउनु शुभ आशीर्वाद दिनुहुन्छ चाहिँ हामी ठुली भाउजू यता हेर्नु न देउर भाउजू यता सिधा सिधा बसेर शुभ मास्क खोल्नु न अरे बाफ रे यो झोला चाहिँ लानै पर्छ के दादा पनि आएको भए हुन्थ्यो अब दादालाई भरे फोटो भिडियो देखाउनु ल पछि आइपुग्छन् होला त्यति छिटै बेलासम्म उहाँ चाहिँ हाम्रो शान्ता बाइङ राई हुन्छ म त नदेखिनु त आया हो लु देख भाउजू पनि आउनु ओ मेरो साथी अलि बडाबाट ल्याएको यहाँ हात मिलाउ न मेरो दिदी भाग्यमानी हुनु भाग्यमानी लुलु जाउ लिएर आऊ सिधै जाऊ खोज्दै खोज्दै जाऊ खोइ झोला तिम्रो भर्खर त आउँदै गोरियाबाट ल्याएको अनि हामी चाहिँ लु है रातो टोपी ढल्काउँदै दोस्रो कार्यकालको लागि हामी चाहिँ एउटै बिहाजी जस्तो हाम्रो टोलीहरू हामीलाई छोड्न आउने इन्टरनेसनल कस्तो यो चाहिँ होइन होला पहिला त तपरबाट लाइनमा मजाले जान पाइन्थ्यो कहाँ यहाँ सोध न त्यहाँ कसैलाई पहिला त उताबाट गइन्थ्यो यहीँ ल ल ल अब हाम्रो चाहिँ बोर्डिङ पास भएर अब यहाँ वेटिङ हो कति बज्यो 2 बज्यो अब 1 घन्टा पछि चाहिँ हाम्रो फ्लाइट हुन्छ अनि हामी बोर्डिङ भएर बल्ल बल्ल मेरो चाहिँ इमिग्रेसनमा छापै हान्दिनँ रहेछ त्यही भएर म फेरि दोहोरो चेकिङ 3 चोटि गर्नु पर्यो 3 चोटि गरेर आएँ पेस्टोलीहरू चिङ्गुहरू टन्न रहेछ चार्ज गर्दैछ मलाई यो हाम्रो नेपालको अन्तर्राष्ट्रिय विमानस्थल हेलो यहाँ डोनाल्ड ल्याइदेख्यो हेलो डोना ब्रो बिग फ्यान है कताको लाग्यो नजिकै भन्नाले डोमेस्टिकै हो टाढैको यात्रा हो बिग फ्यान इन्डोनेसिया फेरि पनि अनि खोइ त भाउजू भ्लग देखाउनु मिल्छ नि है 74 एउटा भ्लग निकाल्नु न 74 अब चाहिँ हामी टिकट बोर्डिङ पास सबै लिएर होइन पासपोर्ट लिएर जाँदैछौँ हामीलाई चाहिँ गाडी लिन आउँदैछ हाम्रो चाहिँ वैदेशिक रोजगारीको यात्रा हो यहाँ यो टोपीले पनि चिनिहाल्नु होला युपिएस नेपालको दोस्रो कार्यकाल हो हामी चाहिँ कमिटेड ट्रान्जिट थाइल्यान्ड हामी चाहिँ ट्रान्जिट थाइल्यान्ड फेरि धेर छैन ट्रान्जिट होइन 7 घन्टा मात्रै छ 7 घन्टा मात्रै छ हामी ट्रान्जिट चाहिँ अब हामी प्लेनमा जाँदैछौँ नवलजी अनि दोस्रो कार्यकाल जान पाउँदाखेरि कतिको उत्साहित हुनुहुन्छ केको उत्साहित धिक्कार लाग्छ नि हो पहिलो कार्यकाल बसेर पनि फेरि जानु पर्दैछ होइन अब हुनु त अब पैसै त रहेछ होइन जिन्दगानीमा के गर्नु पैसै त रहेछ जिन्दगानीमा के गर्नु पैसा बिना जिन्दगी चल्दैन नचल्ने रहेछ फेरि दोस्रो कार्यकाल गोरु जोताइमा हिँड्दै हुनुहुन्छ होइन हाम्रो लामा होइन हुन्छ भइरहेको हुन्छ अनि तपाईँको चाहिँ के छ भने 2-4 शब्द म चाहिँ यसो नफर्किने भनेको लाज पचाएर फर्किनु पर्यो लाज पचाएर फर्किँदै हुनुहुन्छ लाज पचाएर देशको अवस्था देखेर देशको अवस्था देखेर लाज पचाएर फर्कियो देशको अवस्था त त्यस्तै हो तर पनि हुन्छ नि त सबैले जहाँ घरचेलीलाई प्लेनमै हालिदिन्छन् अनि के गर्नु त केही छैन जाने अब केही वर्ष दुःख गरेपछि फेरि पनि गोर्खेजको लाइन छ यसको चट्ट लगाएर
लात पचाएर फेरि हिँडे कोरिया हामी लात म चाहिँ कोरिया होइन है युएस युएस अरे यो युएसको फ्ल्याग त यस्तो हुँदैन होइन यो केटो पनि हिँड्नु तिम्रो चाहिँ के छ मेरो त बवाल छ लात जान पचाएर हिँड्नु हल आइरहेको थियो गइरहेछौँ जानु मन के छ लाग्यो बवालै लाग्यो गएर 7को के छ तिम्रो चाहना छैन चाहना छैन कि छ छैन छैन तिम्रो चाहिँ गएर 7को के छ कि छैन म यो देखिरहेको गएर एकचोटि लास्ट पचाएर 7 गर्ने हो कि गर्ने हो ल ठिक छ ल त अब हामी चाहिँ यो थाइल्यान्डमा पनि फेरि हुन्छ होइन भ्लग भनेको र अनि यो भ्लग चाहिँ हामी कोरिया पुगेको 1 हप्तापछि मात्रै आउन सक्छ होइन काम गर्नु थालिसकेको हुन्छौँ हामी चाहिँ होइन यहाँ कस्तो के छ होइन मेरो खाजा चाहिँ चस्सा खाजा खाने सुते कति घन्टा भयो यहाँ मलाई हेरेको नि 40-50 मिनट भयो हामी चाहिँ थाइल्यान्ड ल्यान्ड भइसकेको छौँ गोर्खेहरू आफ्नो होला लाइन जुन निकाल्न थाले त म पनि उठ्छु गइहाल्नु हामी अगाडि मेरो केटाले यहाँ पर्खिरहेको रहेछ मलाई अनि मान्छे थाइल्यान्डको उस लियो भ्यूको उस लियो सिटीको भ्यू लियो अलिअलि त लिइहाल्यो नि त तिमी जान थियौ छोडिदिएको साटेको गुड्किँदैन त यार पछारौँ कि क्या यार ल ल जाउँ हौ गोर्खेहरू ए मैले टोपी लाउनु पर्छ चिन्दैन अहिले केटाहरू मलाई टोपी लाउनु पर्छ चिन्दैन अहिले फेरि ल हामी चाहिँ गोर्खेहरू हुरु आइदिँदैछ हामी राम्रो रहेछ हौ यहाँ चाहिँ 7:45 भएको छ त्यही त कति दामी हो रोबोट आफै क्लिन गरेर हिँडिरहेको छ हेर नि यहाँ घरमा आउँदैन मान्छेले यो प्लास्टिक गरेर आउँछ प्रत्येक घरमा हो कि That's it. Come. होइन म आउँछु त्यहाँ तिम्रोमा हो मेरो लाइन म आएँ त हेलो छोड्दै भन्दैछ ठाउँ